नमस्ते साथीहरू, सन्चै हुनुहुन्छ? यो हो तपाईँहरूको आफ्नै च्यानल एकेडी युट्युब च्यानल। आज चाहिँ म तपाईँहरूलाई मोरङ जिल्लामा रहेको धान खेती देखाउन गइरहेकी छु। हेर्नुहोस् त साथी, यो धान चाहिँ एकदमै राम्रो रहेको छ। यो अब पसाउने बेला भएको धान छ। थोरै थोरै यो टाढा देखिएको चाहिँ यो चाहिँ पसाइसकेको छ। अब दसैँपछि केही दिनमा काट्न तयार हुन्छ। कमाउनलाई विदेश नै जानुपर्छ भन्ने छैन। हामी विदेशमा गएर अरूको काम गर्छौँ, दुःख गर्छौँ, तर आफ्नो खेतबाली चाहिँ बाँझै रहेको हुन्छ। यसरी हामीले आफ्नो खेतबारी बाँझो राखेर अरूको ठाउँमा गएर धेरै दुःख गर्नुभन्दा पनि आफ्नो खेतबारीलाई यसरी खेती लाउने, त्यस पछाडि मलजल गर्ने, आफ्नो ठाउँलाई बनाउने, वर्ष दिनभरि खाना ढुक्क हुन्छ। हेर्नुहोस् त, यति धान हामीले तयार गरिसकेपछि चाहिँ हामीलाई वर्ष दिनसम्म खान पुग्छ। हस्त साथीहरू, तपाईँहरूलाई कस्तो लाग्यो? लाइक कमेन्ट गर्नुहोला। धन्यवाद।